वेलकम टु रिसर्च च्यानलमा सम्पूर्णलाई स्वागत छ। आज म नयाँ टपिक महत्तम समावर्तक मस भन्ने टपिक तपाईँ सामु लिएर आएको छु। यसलाई चाहिँ सम्पूर्ण भाइ बहिनीहरूले यसलाई हेरेर लाभ लिनुहुनेछ र केही कुराहरू पनि यसबाट सिक्नुहुनेछ भन्ने आशा लिएर मैले नयाँ भिडियोहरू तपाईँ सामु युट्युब च्यानलद्वारा तपाईँ सामु पुर्याएको छु। त्यसलाई चाहिँ हेरेर लाइक कमेन्ट र सब्सक्राइब पनि गरेर सपोर्ट गरिदिनु होला भन्ने मेरो एउटा सानो अनुरोध छ। त्यसै सँगसँगै अब म धेरै समय नलिकन तपाईहरु सामु युट्युब च्यानलद्वारा म यो टपिकलाई चाहिँ अगाडि बढाउने कोसिस गर्दै अथवा तपाईँ सामु राख्दै अब धेरै समय नलिकन म यो टपिकबाट तपाईलाई केही कुराहरू सिकाउन गइरहेको छु। ल सबैले लाभ लिनु होला है त। ल अब महत्तम समावर्त भनेको हाईएस्ट कमन फ्याक्टर भन्नाले सबैभन्दा ठुलो अथवा सबैभन्दा ठुलो साझा गुणनखण्डलाई नै हामी के भन्छौं? महत्तम समावर्तक भनेर भन्छौं है। महत्तम समावर्तक भनेको सबैभन्दा ठुलो साझा गुणनखण्ड हो, जसलाई हामीले के भन्छौं? मस भनेर पनि चिन्न सक्छौं। जसमा मैले यही पनि तपाईहरु सामु मैले सानो कुराहरू लेखेर यहाँ देखाएको छु। त्यसको लागि चाहिँ आफैले हेरेर बुझ्नु पनि हुनेछ। महत्तम समावर्तक हाईएस्ट कमन फ्याक्टर भनेको छ, जसलाई सर्टकटमा के भन्छ? एचसीएफ मस अथवा साझा गुणनखण्डहरू कमन फ्याक्टर भनेर पनि हामी लिन सक्छौं। जसलाई मैले इंग्लिशमा पनि तपाईहरुलाई बुझोस् भन्ने बोर्डिङ पढ्ने विद्यार्थीहरुको लागि भाइ बहिनीहरुको लागि पनि यहाँ मैले इंग्लिशबाट पनि लेखिदिएको छु। त्यसै गरेर सरकारी विद्यालयबाट पढ्ने विद्यार्थीहरुको लागि के कुराहरु यहाँ मैले लेखेर पनि तपाईसँग बुझाउने प्रयास गरिरहेको छु। बुझ्नु पनि हुनेछ र के कुरा सिक्नु पनि हुनेछ। र यहाँ द लार्जेस्ट कमन फ्याक्टर among the common factors of the given numbers is called the highest common factor of those numbers। अब यसले भन्नु खोजेको के हो? यहाँ नेपालीबाट मैले दिइसकेको छु हैन, लेखेर यहाँ प्रस्तुत गरेको छु। इट इज रिटन एज एचसीएफ इन शॉर्ट फर्म। शॉर्ट फर्ममा हामी के लेख्छौं? हाईएस्टको पहिलो अक्षर के छ? एच छ, कमनको पहिलो अक्षर के छ? सी छ र फ्याक्टरको पहिलो अक्षर के छ? एफ छ। त्यही भएर सर्टकटमा के लेख्छौं हामी? एचसीएफ भनेर सर्ट फर्ममा लेख्छौं। दिएका संख्याका साझा गुणनखण्डहरू मध्ये सबैभन्दा ठूलो साझा गुणनखण्डहरूलाई ती संख्याका महत्तम समावर्तक हाईएस्ट कमन फ्याक्टर भनिन्छ। यसलाई कस्तो छोटकरीमा मस लेखिन्छ। जसलाई हामी यो मस निकाल्नको लागि सबैभन्दा पहिला हामीलाई के आवश्यक हुन्छ भने सबभन्दा पहिला हामीले पढ्नुपर्छ। मैले तल पनि लेखिदिएकै छु, प्राइम फ्याक्टर अथवा प्राइम नम्बर, जसलाई हामी के भन्छौं? प्राइम नम्बर। प्राइम नम्बर भनेको थाहा नै होला हैन? प्राइम नम्बर भनेको रुट संख्या। कस्तो संख्या? रुट संख्या। रुट संख्या भनेको यहाँ मैले इंग्लिशबाट लेखिदिएकै छु हैन, नेपालीबाट पनि तपाईलाई थाहा नै होला, म नेपालीबाट पनि भन्ने छु। अब सबैभन्दा पहिला अ नम्बर, प्राइम नम्बर भनेको के हो? अ नम्बर दैट इज डिभिजिबल बाइ 1 एन्ड इटसेल्फ इज कॉल्ड अ प्राइम नम्बर। अब यसले भन्नु खोजेको अर्थ त नेपालीमा पनि बुझ्न सक्नुहुन्छ होला हैन? A number that is divisible by 1 and itself is called a prime number. For example, 2, 3, 5, 7, 11, 13, 17, 19, 23, 29, 31, 37, 41, 43, 47, 53, 59, 61, 67, 71, 73, 79, 83, 89 and 97। एक देखि हामीलाई कम्तीमा 100 भित्रका अथवा 100 भन्दा साना प्राइम नम्बरहरू याद हुनु पर्यो सबभन्दा पहिला है। अब यी नम्बरहरू भनेको नेपालीमा पनि भनिदिन्छु यसको एक र आफूले अथवा आफूलाई, एक र आफूले आफैलाई निशेष भाग जाने संख्यालाई नै हामी के भन्छौं? प्राइम नम्बर अथवा रुट संख्या भन्छौं। एक र आफूले आफैलाई निश्चित भाग जाने संख्यालाई नै के हुन्छ? निशेष भाग जाने संख्यालाई नै हामी के भन्छौं? प्राइम फ्याक्टर भनेर भन्छौं अथवा प्राइम नम्बर भनेर भन्छौं। अब यी नम्बरहरू पहिला सबभन्दा पहिला याद गर्नु होला है, नत्र तपाईहरुले याद नै गरिसक्नु सकेका होला हैन। यी नम्बरहरूलाई पहिला सबभन्दा पहिला
विद्यार्थी भाइ बहिनीले यो सबैभन्दा पहिला तल्लो क्लासदेखि नै त्यो सबैले यो कन्ठ गरेकै हुनुपर्छ। यदि यो कन्ठ छैन भने पनि कन्ठ गर्नुहोला, तपाईँलाई अनुरोध छ है। अब म धेरै कुरा नगरिकन अब यति कुराहरू मैले भनिहालेँ होइन। अब यसको बारेमा कसरी निकाल्ने, एचसिएफ सबैभन्दा अब हाइएस्ट कमन फ्याक्टर भनेको सबैभन्दा ठुलो सङ्ख्या। कस्तो ठुलो सङ्ख्या भनेको साझा ठुलो सङ्ख्या। कस्तो ठुलो सङ्ख्या? साझा ठुलो सङ्ख्या, जसलाई हामी के भन्छौँ? हाइएस्ट कमन फ्याक्टर भन्छौँ। अब फ्याक्टर हाइएस्ट भनेको थाहा होला, हाइएस्ट भनेको सबैभन्दा ठुलो, सबैभन्दा उच्च, सबैभन्दा माथिल्लो। कस्तो? कमन भनेको साझा। साझा भनेको दुईटैमा सेम भएको। म यसको बारेमा केही उदाहरणबाट पनि म यहाँ प्रस्तुत गर्नेछु। र फ्याक्टर भनेको गुणनखण्ड। गुणनखण्ड भनेको फ्याक्टर हामी कस्तोलाई भन्छौँ? प्राइम फ्याक्टर भनेको प्राइम ई फ्याक्टर नै भए ई नम्बर नै आउनुपर्छ। प्राइम फ्याक्टर भन्ने बित्तिकै फ्याक्टर मात्र भन्यो भने, फ्याक्टर मात्र भन्यो भने कुनै पनि सङ्ख्याको फ्याक्टर भन्नुको अर्थ के हो भने त्यो सङ्ख्यालाई भाग जाने सङ्ख्या। कुनै पनि सङ्ख्या हामीले लिएका छौँ अथवा दिएको छ भने, कुनै सङ्ख्या दिएको छ भने त्यो दिएको सङ्ख्यालाई भाग जाने कुनै पनि सङ्ख्यालाई हामी के भन्छौँ? फ्याक्टर भन्छौँ। जस्तै खास गरी के, कुनै पनि सङ्ख्यालाई भाग जाने सङ्ख्या, कुनै पनि सङ्ख्याले, एक र सो सङ्ख्या। एक भनेको र सो सङ्ख्या भनेको दिएको सङ्ख्या। एक र दिएको सङ्ख्या सो त नै भइहाल्यो होइन। अनि बाँकी कुन कुन सङ्ख्याले भाग जान्छ ती सबै सङ्ख्याहरूलाई नै हामी के भन्छौँ? फ्याक्टर भनेर भन्छौँ। ती फ्याक्टरलाई पनि आफूले जान्नुपर्छ। पहिला हामी फ्याक्टरको बारेमा बिस्तारै थाहा पाउन सक्छौँ। तर सबभन्दा पहिला अब यो प्राइम नम्बरहरू कन्ठ गर्ने सबभन्दा पहिला प्राइम नम्बरहरू, रुट सङ्ख्याहरू याद गर्ने सबभन्दा पहिला। अब यो रुट सङ्ख्याहरू सबैले याद गर्नु सक्नु भएको छ भने ठिकै छ। यदि याद छैन भने यसलाई जसरी पनि याद गर्नु होला। यो याद नगरिकन बनाउनु गाह्रो हुन्छ। त्यही भएर यो पहिला याद गर्नु होला। याद गरिसकेपछि हामी अरू पनि बनाउन सक्छौँ। अब हेर्दै जानु होला भाइ बहिनीहरू। अब यहाँ अब म फ्याक्टर FACTOR फ्याक्टर्स। अब यो फ्याक्टर्स भनेको गुणनखण्ड। गुणनखण्ड हामीले कसरी निकाल्ने? अब यो गुणनखण्डहरू कसरी निकाल्ने त्यो हामी यहाँ देखाउँदैछौँ है। जस्तै उदाहरणको लागि फर इक्जाम्पल जस्तै 36। अब यो 36 छ भने यसलाई भाग जाने सङ्ख्या सबैभन्दा पहिला त 1 हो। सबैभन्दा पहिला के हो? 1 ले भाग जान्छ। सबैले कुनै पनि सङ्ख्याले 1 ले भाग जान्छ भने त तपाईँहरू सबैलाई थाहा छँदैछ। त्यही भएर सबैभन्दा पहिला भाग जाने सङ्ख्या भने 1 हो। अर्को त्यही सङ्ख्याले त्यसै सङ्ख्याले भाग जान्छ। सो सङ्ख्या भनेको त्यही सङ्ख्याले त्यसै सङ्ख्याले के हुन्छ? भाग जान्छ। जस्तै उदाहरणको लागि अब म यहाँ देखाउँछु है, यहाँ प्रस्तुत गर्दैछु 1 र 36। अब 1 ले पनि 1 36 जा 36 नै हुन्छ। 36 1 जा 36 नै हुन्छ। जस्तै उदाहरणको लागि 1 ले यसलाई भाग दियो भने कति पटक जान्छ? 36 पटक जान्छ। 36 लाई भाग दियो भने 1 पटक जान्छ। फेरि 36 लाई, यसको बारेमा म अब पछिल्लो भिडियोमा फेरि यसको बारेमा केही नयाँ थप कुराहरू म सिकाउने छु। तर पहिले चाहिँ हामी यसको बारेमा सिक्दै जाऊँ। तपाईँहरूले बुझ्न सक्नुहुनेछ, त्यस्तो गाह्रो केही छैन। अब फेरि अन्तिममा जोड सङ्ख्या छ 1 को स्थानमा, युनिट प्लेसमा, वान्स प्लेसमा अथवा अन्तिम सङ्ख्या के छ? अन्तिम सङ्ख्या के छ? जोड सङ्ख्या छ भने 2 ले भाग जान्छ। त्यो तपाईँहरूलाई सबैलाई थाहा छँदैछ। हामीले यो प्राइम नम्बरको कुरा गर्दाखेरि अथवा डिभिजिबिलिटीको बारेमा, टेस्टको बारेमा पढ्दाखेरि होइन, डिभिजिबिलिटी टेस्टको बारेमा पढ्दाखेरि पनि हामीले के कुराहरू यो हामीले क्लासमा सिकिसकेका छौँ। यदि सिकेको छैन भने पनि हामी यसको बारेमा सिक्ने छौँ है। अब 2 ले डिभाइड गर्दा, अब 2 ले डिभाइड गर्दाखेरि यहाँ 36 लाई 2 ले डिभाइड गर, 2 1 जा 2, 2 1 का 2। अब भाग गर्दाखेरि कति पटक? 1 पटक गयो। अब 3 बाट 2 घट्दाखेरि 1 भयो। अब हामीले यसलाई के गर्ने? ब्रिङ डाउन 6 गर्ने, उतार्ने 6, 16 भयो। फेरि 16 लाई 2 ले डिभाइड हुन्छ। कति पटक जान्छ? हाउ मेनी टाइम्स? 8 टाइम्स 16। 2 8 जा 16 क्यान्सल। कति पटक गयो भन्नुहोस् त? कति पटक गयो? 18 पटक गयो, 18 टाइम्स। अब यो 18 टाइम्स यो 2 ले डिभाइड गरेको छ। यो 2 ले हामीले डिभाइड गऱ्यौँ, कति पटक गयो? 18 पटक गयो अथवा 18 टाइम्स डिभाइड भयो है। अब यति पटक भयो। फेरि गर्दैन, भाग जाने सङ्ख्या भने फ्याक्टर भनेको के हो? गुणनखण्ड भनेको के हो?
यो 36 लाई कुन कुन नम्बरले भाग दिन्छ ती सबै नम्बरहरू क्रमबद्ध रूपमा लेख्ने, अर्डर बाइ लेख्ने। अब यहाँ फेरि 36 लाई नै अब 2 ले गइसक्यो 3 ले जान्छ कि जाँदैन, यहाँ पहिला 3 ले डिभाइड गर्ने 36 लाई। अब 3 1 जा 3, 3 1 3 क्यान्सल, उतिर 6 अथवा ब्रिङ डाउन 6, 3 2 जा 6 क्यान्सल। अब निशेष भाग जानु पर्यो, फेरि यहाँ शेष आउनु भएन है, निशेष भाग जानुपर्छ, यहाँ शेष आउनु भएन। मैले अब छेकिनु त छेकिरहेको छ, तैपनि बोर्ड चाहिँ स्पष्ट देखियोस् भन्ने हिसाबले म आफू छेकियो भने तपाईलाई चाहिँ यहाँ लेखेको कुराहरू चाहिँ स्पष्ट देखियोस् भन्ने हिसाबले म चाहिँ छेकिएको छु। त्यसको लागि चाहिँ सरी है। अब म देखिनुभन्दा तपाईले व्हाइट बोर्डको कुरा चाहिँ राम्रोसँग बुझ्नुपर्छ। अब यहाँ कतिपटक गयो, यो 3 ले पनि डिभाइड गयो अनि यो 12 टाइम पनि डिभाइड गयो। अब यहाँ 3 यहाँ लेख्ने, यहाँ 12 लेख्ने। ल अब यो लेखिसकेपछि फेरि जान्छ कि जाँदैन हेर्दै जाने, हामीले यो फ्याक्टर निकाल्दाखेरि बनाउँदै जाने है। अब अर्को कुरा 36 अब 4 ले जान्छ कि जाँदैन, 4 ले जानुको लागि फेरि 4 ले डिभाइड गर्ने, 4 ले 36 लाई डिभाइड गर्ने, पहिल्यै नराख्ने, पहिले यहाँ रफ गर्ने है। मैले त यहाँ गरिरहेको छु, तपाईले रफ कपी होला हैन, रफ कपीमा चाहिँ आफैले चाहिँ रफ गरेर देखाउने। 4 9 जा 36 कति पटक गयो, 9 पटक। अब यो 4 चाहिँ यहाँ अगाडि लेख्ने, यो 9 चाहिँ पछाडि लेख्ने इन्टुको रूपमा है, मल्टिप्लाई साइनको रूपमा है, इन्टुको रूपमा। ल अब 4 यहाँ 9, अब यहाँ फेरि 5 ले जान्छ कि जाँदैन हेर्ने। अब 36 जतिसम्म डिभाइड हुँदैन त्यसैमा बनाउँदै हेर्ने, यसलाई कुन कुन नम्बरले डिभाइड हुन्छ त्यो नम्बरले डिभाइड गर्दै जाने। अब 5 ले हुन्छ कि हुँदैन, 5 ले हुनुको लागि के चाहिन्छ, अन्तिम सङ्ख्या 0 र 5 चाहिन्छ। यहाँ 0 र 5 छ छैन, 5 ले जाँदैन, त्यो आफैलाई थाहा हुनुपर्ने कुरा हो हैन, त्यो हामीले सिकिसकेका छौँ र क्लासमा पनि सिकिसक्नु भयो होला हैन। अब हामी 6 ले त जान्छ किनकि लास्टमा 6 छ इन्टु, अब पहिला यहाँ 6 ले डिभाइड गरौँ 36, 6 6 जा 36, 6 6 जा कति भयो 36। अब यो एउटा छ यहाँ आयो, एउटा छ पछाडि, 6 6 जा 36, यो पनि भयो। अब फेरि 7 ले जान्छ जाँदैन, 8 ले जान्छ जाँदैन, 9 ले गइसकेको छ, फेरि गएको कुरा फेरि नदोहोऱ्याउने है, गइसकेको कुरा फेरि नलेख्ने। अब योभन्दा बढी जाँदैन, अब यतिसम्म मात्र। यो जुन चाहिँ डबल आछ यसलाई एकचोटि मात्र लेख्नुपर्छ। मैले पहिला भनेको थिएँ नि, जस्तै आमा बुवा, आमा छ बुवा छ, आमाको प्यारो छोरा छ, आमाको के छ प्यारो छोरा छ, बुवाको पनि प्यारो छोरा छ, बुवाको पनि के छ प्यारो छोरा छ। अब आमाको पनि प्यारो छोरा, बुवाको पनि प्यारो छोरा। अब यहाँ म लेख्छु बुवा र आमाको, बुवा र आमाको प्यारो छोरा रहेछ है। अब बुवा र आमाको उही एउटा छोरा हो है, एकजना व्यक्ति मात्र हो, उनको एउटै छोरा छ, तर आमाको अगाडि सोद्धाखेरि मेरो एउटा प्यारो छोरा छ भने, बुवाको अगाडि सोद्धाखेरि बुवाले पनि मेरो प्यारो छोरा छ भने है। यसरी बुझ्नुहोस् है, यो सँगै लेख्दाखेरि कसरी लेख्ने भनेर, यो त साझा हुन्छ नि त है, त्यही भएर भन्नु खोजेँ हो। आमाको पनि एउटा प्यारो छोरा छ, बुवाको पनि एउटा प्यारो छोरा छ, ती तर दुईटै आमा बुवाको छोरा चाहिँ को हो, एउटै छोरा हो, एउटै व्यक्ति हो, तर अलग अलग रूपले सोद्धाखेरि मेरो प्यारो छोरा, आमाले पनि भन्यो बुवाले पनि मेरो प्यारो छोरा, तर भन्दाखेरि चाहिँ दुईचोटि दुईटा शब्द आयो, तर व्यक्ति चाहिँ के हो एउटै हो, व्यक्ति के हो एउटै हो। त्यही भएर हामीले दुईटा 6 मध्ये एउटै 6 लेख्ने, एउटै 6 लेख्ने। किन एउटै 6 लेख्ने, साझा भनेको एउटैचोटि मात्र काउन्ट हुन्छ, लेख्दाखेरि डबल लेखे पनि एकचोटि मात्र काउन्ट हुन्छ। यहाँ पनि भन्दाखेरि दुईटा शब्द छोरा छोरा आयो भने अनि व्यक्ति चाहिँ एउटै हो कि हैन, हो एउटै हो कि हैन, ल भन्नुस् त एउटै हो कि हैन, हो व्यक्ति के हो एउटै हो, तर शब्द चाहिँ के आयो फरक मात्र आयो, तर व्यक्ति चाहिँ एउटै हो। बुवा आमाको एउटै छोरा हो, बुवा आमाको के हो एउटै छोरा हो, बुवा आमाको के हो एउटै छोरा हो। त्यही भएर व्यक्ति एउटा भयो, शब्द लेख्दा मात्र फरक, तर फरक बेला भन्दाखेरि फरक फरक आउँछ, छोरा छोरा डबल आयो तर व्यक्ति चाहिँ एउटै हो। त्यही भएर 6 6 चाहिँ के हो
अलग अलग लेखिया छ तर साझा भन्दाखेरि एउटै हुन्छ अङ्क के लेखिन्छ एउटै लेखिन्छ एकपल्ट मात्र लेखिन्छ साझा भएको अङ्कलाई के गरिन्छ एकपल्ट मात्र लेखिन्छ अब यसलाई हामी फेरि अङ्कद्वारा प्रस्तुत गर्दैछौँ है ल अब यहाँ हामीले कसो देखाउने अब यिनीहरू भनेको के हुन् फ्याक्टर हुन् कतिका फ्याक्टर हुन् 36 का कसका फ्याक्टर द फ्याक्टर अफ 36 का फ्याक्टर हुन् द अब यहाँ लेख्न सक्छु द फ्याक्टर्स अफ 36 इज इक्वल टु अब यो आएका जति सब क्रमबद्ध रूपमा लेख्ने हो यताबाट दायाँ दायाँबाट बायाँ गर्ने हैन कि 1 2 3 4 4 6 अब यसरी लाइन बाइ लाइन लेख्ने यसरी यु आकारमा यसरी लाइन बाइ लाइन लेख्ने यहाँ 1 कर्ली ब्राकेट राखेर 1 2 3 अनि 4 अब यहाँ ठाउँ छैन मैले यहाँ लेखेँ अनि 6 अब मैले के भने 6 डबल टाइम आउँदैन साझा हुन्छ है सेम 6 6 6 36 एकैचोटि लेख्ने डबल चोटि लेख्यो भने गलत हुन्छ त्यही भएर एकैचोटि मैले अहिले उदाहरणमा भने हैन आमा बुवाको कुरा छोराको बारेमा कुरा गरेँ नि अब त्यसलाई सम्झिने एकपटक मात्र लेख्ने अनि 9 त्यसपछि आयो कमा गरेर 12 अनि 18 र लास्टमा कति आयो 36 अब यसरी लेख्ने प्रयास गर्ने अनि यसरी लेखेर देखाउने प्रयास भन्दा पनि यसरी नै गर्ने है यो भयो फ्याक्टरको बारेमा अब यो किन मैले यो किन सिकाए भने तिमीहरुको कुनै कुनै अल्जेब्रिक एक्सप्रेसनमा अथवा बीजगणितमा भनौं हैन बीजगणित भन्दा पनि बीजगणितमा पनि यसको प्रयोग गरिन्छ फ्याक्टरको प्रयोग गरिन्छ अनि अङ्कगणितमा पनि अर्थमेटिक मिनमा पनि के गरिन्छ यसको प्रयोग गरिन्छ फ्याक्टरको प्रयोग गरिन्छ त्यही भएर अब यसमा पनि पहिलो तरिका के छ तपाईहरुको यो तरिका पनि 6 लाई पनि काम लाग्छ 7 8 9 10 लाई पनि काम लाग्छ त्यही भएर मैले यो देखाउन खोजे अब हामी अघिल्लो उसमा जाम ल हामी अर्को बनाउँदै छौं अब यसको अब यो कुराहरु फ्याक्टर बनाउन थाहा छ भने हामी अब अगाडि बढौं है त मसो निकालेर मसो find the HCF find the HCF अब HCF पत्ता कसरी लाउने अब तल हेर्ने जस्तै 12 and 24 पहिला यसको सिम्पल उसमा सिक्दै जाउँ है 12 को पहिला यसमा के गर्ने सबभन्दा पहिला फर्स्ट रुल्स पहिलो नियम सेट बिल्डर मेथडबाट बनाउने सेट गरेर बनाउने समूह निर्माण विधिबाट है अथवा समूह बनाएर बनाउने समूह निर्माण विधि भन्दा पनि समूह बनाउन त थाहा होला सूचीकरण विधिबाट देखाउने सूचीकरण लिस्टिङ मेथडबाट है सेट बिल्डर मेथडबाट हैन कि लिस्टिङ मेथडबाट कुन मेथडबाट लिस्टिङ मेथडबाट बनाउने लिस्टिङ मेथड भनेको थाहा छ नि हो लिस्टिङ मेथडबाट बनाउँदाखेरि अब हामीले कसरी गर्ने पहिला factors of 12 अब factors of 12 भनेको छ यहाँ के भनेको छ फ्याक्टर 12 का चाहिँ फ्याक्टर बनाउने फ्याक्टर बनाउनको लागि हामीले गुणनखण्ड निकाल्ने तरिका त सिकेका छौं नि हैन अहिले मैले भनिदिएको छु नि 12 लाई भाग जाने संख्याहरु 12 लाई डिभिजल बाइ कुन नम्बरले हुन्छ त्यो संख्याहरु लेख्ने है 12 लाई भाग जाने संख्या कुन कुन हुन् उदाहरणको लागि 12 लाई भाग जाने संख्याहरु अब म यहाँ माथिको मेट्दिन्छु है तपाईलाई सजिलो होस् ल यहाँ रफ गर्ने 12 लाई पहिला त सबभन्दा पहिला 1 into 12 नै हुन्छ के हुन्छ 1 into 12 फेरि 12 लाई 2 ले जान्छ कि जाँदैन भने नलेख्ने जान्छ भने लेख्ने 2 ले जान्छ 2 6 जा 12 हुन्छ अनि फेरि 12 ले 3 ले जान्छ 3 ले 12 लाई जान्छ जाँदैन जान्छ 3 ले 12 लाई डिवाइड गर्ने 3 4 जा 12 अब फेरि 4 ले जान्छ जाँदैन अब 4 ले त यहाँ आइसकेछ 5 ले जाँदैन 6 त आइसकेछ अब यो भन्दा बढी हुँदैन यो भनेको 12 का फ्याक्टरहरु हुन् अब यो 12 का फ्याक्टरहरुलाई यहाँ देखाउने यसलाई चाहिँ F12 लेख्न सक्छ F12 का फ्याक्टरहरु हुन् यी सबै के हुन् F12 का फ्याक्टरहरुले यो आकारमा लेख्ने तलबाट
माथिबाट कन्टिन्यू गर्दै तलबाट ठुलो संख्यातर्फ जाने। अब यहाँ लेख्ने कर्ली ब्राकेट 1 2 3 4 6 12 कर्ली ब्राकेट क्लोज गर्ने। अब नेक्स्ट यसमा अर्को पनि लेख्ने द फ्याक्टर्स अफ 24 को पनि त्यसरी लेख्ने 24 को पनि के गर्ने त्यसरी नै लेख्ने। अब यहाँ F24 भनेको 24 का फ्याक्टर 1 × 24 पहिला यो जस्तो स्वयं र 1 ले भाग जान्छ। त्यसपछि 24 = 2 × 12 2 24 3 × 8 3 8 जा 24। अब फेरि हेर्दै जाऊ है 24 = 4 4 6 जा 24। अब फेरि जान्छ हेर्ने 5 जाँदै 6 त आइसकेको छ। अब योभन्दा बढी हुँदैन अरू नलेख्ने। अब यो नै हुन्छ। यसलाई कन्टिन्यू लेख्दै 1 2 3 4 6 8 12 अनि 24 यसै गर्ने। अब यसलाई हामीले के गर्छौँ 24 1 जा 24 12 2 जा 24 8 3 जा 24 6 4 जा 24 नै हुन्छ। फेरि 12 1 जा 12 6 2 जा 12 3 4 3 जा 12 यसरी पनि हामी चेक गर्न सक्छौँ है। अब यसलाई हामीले कसरी गर्ने अब यति थाहा भइसकेपछि हामीले फ्याक्टर निकालिसकेपछि महसुल निकाल्नको लागि यो चाहिँ लिस्टिङ मेथडबाट अब लिस्टिङ भनेको यो सूचीकरण विधिमा देखाउने यसरी सूची बनाउने है लिस्ट गर्ने यसरी लिस्टिङ गर्ने। लिस्टिङ गरिसकेपछि अब हामीलाई के छ द कमन फ्याक्टर्स द कमन फ्याक्टर्स अफ अब दुईटैलाई चाहियो कमन भनेको दुईटैमा मात्र कमन हुन्छ एउटामा कमन हुँदैन नि त्यो तपाईहरु सबैलाई थाहा छँदैछ है। त्यही भएर दुईटा संख्यामा कमन देखाउने दुईटा संख्या भने कुन कुन दिएको छ यहाँ दिएको संख्या लेख्ने है 12 and 24 = कर्ली ब्राकेट। अब दुईटामा कमन भएको के छ मैले अगाडि देखाएँ। अब दुईटा देख्दाखेरि सेम देख्यो भने एउटै संख्या लेख्ने दुईटामा कमन दुईटाले भाग जाने संख्या एकै हो दुईटाले भाग जाने 1 ले यसलाई पनि जान्छ 1 ले यसलाई पनि जान्छ दुईटा 1 लेखेपछि हुन्छ हुँदैन नि दुईटाले जाने एउटै संख्याले हो त्यही भएर 1 लेख्ने। आमा बुवाको एउटै छोरा हो एउटै व्यक्ति हो भने जस्तै 1 लेख्ने। त्यसपछि अर्को को छ दुईटा कमन छ दुईटामा 2 सेम छ भने एउटा 2 लेख्ने दुईटा 3 सेम छ भने एउटा 3 लेख्ने दुईटामा 4 सेम छ भने एउटा 4 लेख्ने। फेरि के छ 6 छ त्यसैगरी 12 सम्म छ। अब कर्ली ब्राकेट क्लोज गरिदिने। अब यसमा धेरैवटा साझा आयो है कमन आइसक्यो। अब यसमा हामीलाई चाहिएको भनेको एचसीएफ हो के हो एचसीएफ भनेको सबैभन्दा ठुलो साझा संख्या हो। यिनीहरुमा सबैभन्दा ठुलो साझा संख्या कुन छ भन्नुस् त सबै साथीहरु भन्नुस् त यसमा सबैभन्दा ठुलो साझा संख्या कति छ 12 छ सबैले भन्न सक्नुहुन्छ। यहाँ कति छ सबैभन्दा ठुलो साझा संख्या 12 छ है। अब 1 पनि छ 2 पनि छ यसमा के भन्नु छ हाईएस्ट भन्ने बित्तिकै सबैभन्दा ठुलो भन्नु खोजे है। therefore the HCF of कुन संख्याको HCF 12 and 24 = कति हुन्छ सबैभन्दा ठुलो भनेको छ। यहाँ के भनेको छ लिस्टिङ नम्बरमा सबैभन्दा ठुलो। अब यो लिस्टिङ मेथडबाट सबैभन्दा ठुलो खोज्ने हाईएस्ट कमन फ्याक्टर भनेको सबैभन्दा ठुलो साझा गुणनखण्ड सबैभन्दा ठुलो अथवा हाईएस्ट कमन फ्याक्टर के हुनु पर्यो कमन हुनु पर्यो सबभन्दा हाईएस्टमा। यसमा सबभन्दा हाईएस्टमा को छ 12 आन्सर भन्नु ओके ठीक छ नि। अब यस्तै तरिकाले तपाईहरुले पनि सम्पूर्ण भाइ बहिनीहरुले पनि साथीहरुले पनि के गर्ने यसलाई चाहिँ यो तरिकाबाट बनाएर समाधान गर्न सक्नुहुन्छ है। यस्तै तरिकाबाट तपाईहरुले पनि यसरी निकाल्न सक्नुहुन्छ। जस्तै उदाहरणको लागि म एउटा अर्को पनि बनाइदिन्छु त्यस्तै तरिकाले बनाउने जस्तै 36 ल तपाईहरुको लागि म एउटा क्वेशन छ आजलाई यति गरौँ। धेरै लामो भिडियो भएर पनि तपाईहरुलाई धेरै बोर पनि हुन सक्छ त्यही भएर
लामो भिडियो बनाउनुभन्दा छोटो भिडियो बनाएर तपाईलाई लाभ होस् र फेरि छोटो छोटो भिडियोबाट तपाईलाई सम्पूर्ण कुराको जानकारी हामी दिँदै गर्छौं। त्यसको लागि चाहिँ हामी आज एउटा तपाईको होमवर्कको लागि गृह कार्यको लागि चाहिँ एउटा क्वेशन चाहिँ दिन्छु। त्यो क्वेशनलाई चाहिँ बनाएर फेरि कमेन्टमा भन्नु होला है। म एउटा क्वेशन दिन्छु, ल कपी र पेन समातेर यो क्वेशन सार्नु होला है। $36 and 42 next 1 4 4 and 240 यी दुईटा क्वेशनहरु बनाएर चाहिँ कमेन्टमा आन्सर भन्नु होला र बाँकी यो क्वेशनको साथ हामी फेरि तपाईहरु सामु उपस्थित हुने बाचाका साथ हामी फेरि उपस्थित हुनेछौं अर्को भिडियोमा, अर्को भिडियो लिएर। त्यसको लागि चाहिँ हामी केही दिनपछि फेरि नयाँ भिडियोमा आफ्नो प्रस्तुत कुराहरु अथवा प्रेजेन्टेसन दिने नै छौं र अहिलेको लागि चाहिँ हामी यो भिडियोलाई चाहिँ यही रोक्ने अनुमति माग्दै बिदा हुन्छ। हस्त, धन्यवाद।